गुड 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 पुल चाहिँ दामी हालेको है आमा मलाई मन परेन जरिवाना रु 5000 है पानी खायो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग है अनि आज चाहिँ म घोरेपानी जान लागेको है दिदीहरू आउँदै हुनुहुन्छ भर्खरै घरबाट निस्केको भर्खरै डाँडामा पुगेँ है जोगेकोटी है दिदीहरू आउँदै हुनुहुन्छ बेनीबाट अनि मलाई पिकअप गर्नुहुन्छ तिप्लेङमा अनि त्यसपछि अल द वे टु घोरेपानी हैन अस्ट्रेलियाबाट आउनुभएको छ दिदी है बिसु दिदी अनि छुट्टीमा आउनु थियो त्यही भएर यस्तो ट्रेकिङ पनि जाम ल भन्दै हुनुहुन्थ्यो अनि त्यही भएर ठ्याक्कै म अब गाउँमा पनि आएको थिएँ है अनि त्यही भएर झर्दैछु झोलासोला मजाले प्याक गरेर है म त बिस्तारै हिँड्छु किन भन्दाखेरि अब बेनीबाट आउन अलिक टाइम लाग्छ म त अब ओह्रालै जाने हो कि होइन कपालले रिस उठाइरहेको छ कि काटेर आउनु पर्दो रहेछ है कुरा गर्दा गर्दै ठ्याक्क ओह्रालमा आइपुगेँ है यो चाहिँ ठ्याक्क यहाँ हाम्रो डाँडाको तल्लोपट्टि छ यो ओह्राल घार थाप्ने ओह्राल हो एउटा घर पनि छैन अहिले चाहिँ अमला चौतारामा आइपुगेको छौँ है यो अमला होइन अनि यहाँ चाहिँ चौतारा छ है भर्खर यहाँ गाडीमा आउनुभएको थियो है मामाहरू साथीहरू अनि दाइ त्यही गाडीमा तिप्लेङसम्म झरम कि जस्तो पनि लगाइरहेछ है केही छैन त्यति बेलासम्म चाहिँ म अमला चौतारै बस्छु है खाना खाएर आउँछु भन्दै हुनुहुन्थ्यो हिँडेर गए पनि अब जसै बाटोमा भेट हुने हो त्यो दाइसँग अनि त्यही भएर गाडीमा जान्छु म तिप्लेङसम्म अनि अमला चौतारा चाहिँ यो सल्लाहहरू छ नि पुरै होइन डढेर कालो भइसकेको छ क्या अन्त अब डढेर लगाएपछि अब डढ्ने भइहाल्यो होइन झन् अब त्यही माथि सल्लाह आगो त आमामा वासम्म पुगेको थियो यार जे होस् यहाँको हावा चाहिँ आमामा यस्तो मिठो छ होइन आनन्द आउँछ कि यहाँ आएर यत्तिकै बस्यो भने होइन हावा चाहिँ जे होस् मजाले चल्छ वी आर इन पोखरे बगर विनोद दाई दिदी हाम्रो गाडी त्यहाँ छ अब हामी एकछिनमा जान्छौँ है सिधै घोरेपानी गएर गर्छु होला भ्लग चाहिँ बाटोमा खिच्न नि गाह्रो हुन्छ गुड 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 हेलो इन्ट्रोड्युस योर सेल्फ हाम्रो नयाँ टुरिस्टहरू Hi, my name is Simi from Bakalore. Hi, my name is Bisu. सुरु होते ही खत्म हो गया हो क्या सुरु होते ही खत्म हो गया हाम्रो नयाँ बेहुला दाइ नबदुला यस्तोमा छैन है थ्याङ्क यू दिदी फर दिस ओरेन्ज वाउ बेनीको सुन्तला अहिले चाहिँ यहाँ हाम्रो फरेनरहरूले टाइम लगाइरहेको छ है केही छैन बिस्तारै जाने हो हेलो ब्लगर ले फुल देखाइदिनु हामी चाहिँ अहिले दामी ठाउँमा आएको छ है जुन ठाउँ चाहिँ यो हो पुल है पुल दामी छ पुल वहाँ तल झुल्के पुल पनि दामी रहेछ यार है गाउँको नाम चाहिँ थाहा भएन यो चाहिँ किन्दो हो भन्ने सुन्छ यो चाहिँ किन्दो पुल चाहिँ दामी हालेको है आमा मलाई मन परेन होइन अब हिँड्नलाई त ठिकै हो अब गाडीहरूलाई होइन प्यासेन्जर आएर जान गाह्रो है यस्तो होइन पहिरो गइरहेको छ फाइनल्ली अब घोरेपानी आएको छ हामी होटेलहरू प्यासेन्जरहरू उहाँ चाहिँ फरेनर हुनुहुन्छ है अब हामी जाने बिस्तारै
फाइनली वी आर इन घोरेपानी राइट नाउ आइपुग्नु चाहिँ अलि अघि आएको है अनि हामी बस्ने होटल चाहिँ यो छ है माउन्टेन भ्यू हो है यो होटलको नाम चाहिँ अनि यहाँ चाहिँ हाम्रो ठुलो बाबाको होटल छ है त्यहाँ बस्ने भनेको होइन तर आज त्यहाँ एकदमै ह्युज ग्रुप आएको छ कि त्यहाँ एउटा अनि अहिले धेरै युजहरू आएको रहेछ कि त्यहाँ टुरिस्टहरू त्यही भएर आज हामी यहाँ बस्ने गरेको छौँ अनि यहाँ चाहिँ दामी गुराँस फुलेको छ है आमा यो बहुत धेरै गुराँस भनेको हामी चाहिँ अहिले हाइकिङ स्टार्ट गर्न लागेको छौँ थोर एक्युमुलेटाइज हाइक हुन्छ त्यसलाई होइन अनि त्यही गर्न जाँदैछौँ है आमामा जाडो चाहिँ यस्तो बवाल छ हुस्सुले स्वागत गरिरहेको छ है घोरेपानीले हामीलाई विनोद दाई होइन विनोद दाईको उतापट्टिबाट पुरा हुस्सु आइरहेछ क्या सेतो चिसो होइन कृपया लालीगुराँस नटिपिदिनु होला जरिवाना रु 5000 है त्यही भएर जता गए पनि होस् गर्नु होला अनि यहाँ पनि पुन हिल जानेको एउटा साइनबोर्ड पनि छ है हल्का फुलिरहेको रहेछ लालीगुराँस पनि आमामा होस् अब लालीगुराँस त हेर्न पाइएन होइन हिउँ पर्दै हुन्थ्यो बरु हो यसरी गुराँस टिपेर चाहिँ फाल्नु भएन है कृपया गुराँस पनि कोहीमा मात्र फलेर रहेछ यहाँ फलिरहेको चाहिँ पिङ्क कलरको यहाँ पछाडि अरू त रित्तै छ होइन जस्ट ठाउँ चाहिँ राम्रो रहेछ हामी चाहिँ अहिले पार्कबाट हिँड्दैछौँ है यतापट्टि अब तल्लो घोरेपानी हुँदै होइन ठ्याक्क अनि उताबाट होटल जाने भनेको छ है त्यहाँ 2 जना केटीले भिडियो बनाउँदैछ है हराइसकेको छ 2 जना त्यहाँ हुस्सुभित्र अनि हाम्रो दाइ दिदीहरू तल आउनु दाइ दिदीहरू तल जाँदै हुन्छ बनाइदिए हुन्छ विनोद दाइको टिकटक चिसो मौसम देखाइ कसकोमा छ डाटा मेरोमा छ गरे कस्तो फेरि उमा पाउँछ टिकटकमा पाउँछ अर्कै के बनाउने ल पानी खायो पानी खायो वाह क्या खतरा नाच खोज्ने मान्छेहरू त्यहाँ हेर्न गरे पायो भने त भइहाल्छ नि के हुँदैछ यहाँ हामी चाहिँ तल्लो घोरेपानी आइपुगेको छौँ अब हजुर बनिसके ओइ धन्दैले लुटेको जस्ट राम्रो रहेछ बाटो चाहिँ हामी चाहिँ यसो एक्युमुलेटाइज हाइकको लागि आएको जस्ट मजा भयो होइन भोलिको चाहिँ एकदम गाह्रो ट्रेक छ बवाल छ है तल्लो घोरेपानी चाहिँ यो दाइको यो मोबाइल होल्डर समाते थियो होइन हेर्नु आफै चल्छ कि यस्तो छ यस्तो कसो नमिल्ने खालको क्या हो ल 1 2 3 यस काशी दामी खतरा भयो ल फेरि ल 5 मिनेट ल 1 2 3 ल गरे हिँड्नु न तलतिर उ तल काशी हरायो दामी खतरा दामी के आमामा ठाउँै यस्तो हरर नाइस एक्टिङ दाइ दाइ र दिदी
अब घोरे पनि अब देउराली भनौँ अब हामी बस्ने ठाउँमा 5-7 मिनट लाग्छ होला आई थिङ्क सो खाना आयो खाना खानुपर्छ अब दाल भात मासुको पावर 24 आवर माउन्टेन भ्यू होटेलको खाना फर्स्ट मिल अफ द ट्रेक खुर्सानी त खाने हो मिठो छ खान नलानु पो कस्तो छ दिदी माम आजको माम खानेतिर ध्यान गरौँ होला अब
खानसाना खाइ यही मजाले ब्रस पनि गरियो हाम्रो रुम चाहिँ यही हो है अब हामी सुत्छौँ सो गुड नाइट एभ्रिवान है भोलिको ब्लग चाहिँ भोलि नै आउँछ होला बाई बाई सी यू नेक्स्ट ब्लग